दक्षिण कोरिया साउथ कोरियामा अहिले फुलहरू फुल्ने यो नेपालमा पयु भन्छ, यहाँ फोकोत, जापानिजमा साकुरा, यो फुल्ने सिजन हो। अब लगभग फुलहरू झर्ने बेला पनि भइसकेको छ। आज हामी यसैको सेरोफेरोमा रहेर तपाईहरुलाई आजको भिडियोमा यहाँका दृश्यहरू देखाउनेछौँ। कृपया कस्तो लाग्छ हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राखिदिनु होला। कोरियामा यो वसन्त ऋतुको आगमनसँगै यसरी यो पयु भन्छ नेपालमा, कोरियामा चाहिँ फोकोत भन्छ र यसलाई जापानमा साकुरा भन्छ। यो एकदम वसन्त ऋतुको आगमनसँगै यो जताततै यत्रतत्र देख्न सकिन्छ। यसले यसरी बाटोको छेउमा फुलेका पयुहरूले सुन्दरता अझ चहकिलो बनाइदिएको छ कोरियाको। यो अप्रिल महिनाको सुरुवातसँगै कोरियामा जाडो सकिएर वसन्त ऋतु आगमन सँगसँगै यो यत्रतत्र जताततै फुलहरू, सुन्दर फुलहरू फुल्ने गर्छन्, जसले सहरको सुन्दरता अझ राम्रो देखिने गरेको छ। यसबाट यो फुल झरेर यसबाट पात, यहीबाट पात निस्किन्छ। पछि पयु, नेपालमा पयु भन्छ यसलाई।